सदाई के न्याय भेटक चाहिए आ दोषी के कारबाही होबक चाहिए। तपाईहरुको माग जायज छ, त्यो कारबाहीको लागि हामी अगाडि बढ्छौँ। मुसार समाज दिना राम दिना भद्री छ नि, त्यही हो हाम्रो सबै चाहते हो रल से कोनो आफ्नो तरिका कता कता देले हाम्रो कोही के अपन पोस्ट मैडम के हो नि त रिपोर्ट न त रहल छ। यो जाहेरी परिसकेको रहेछ, जाहेरी दर्ता भइसकेको छ। अब चाहिँ पुलिसले खोज्दै छ, हामी पुलिसलाई पनि छिटो खोजेर पत्ता लगाऊ भनेर हामी भन्छौँ। तपाईहरुलाई न्याय दिलाउनु पार्टीका कमरेडहरू र यहाँ उपस्थित रिङ्कु कुमारी सदाका बुवा मम्मी र परिवारका सदस्यहरू र उपस्थित सबै साथीहरू र पत्रकार मित्रहरू, सबभन्दा पहिलो कुरा के कुरा प्रश्न छ भने रिङ्कु कुमारी सदाको बलात्कार र हत्याको घटना निकै आपराधिक जघन्य खालको घटना हो। यो घटनाबारे पहिले नै प्रतिनिधि सभा संसदमा कुरा उठिसकेको छ र यसको निष्पक्ष छानबिन हुन पर्यो, पीडितहरूले न्याय पाउन पर्यो भनेर हाम्रो पार्टीकै सांसदले पनि, तपाईहरुलाई थाहा छ, राधेश्याम पासवानले राष्ट्रिय सभामा यो मुद्दालाई उठाएर देशभरि त्यसलाई स्थापित गर्ने काम भएको छ। र हामी तपाईहरुले भने जस्तो अहिले तराई मधेसका जनतामाथि भइरहेको विभेद, अन्याय, अत्याचारका विरुद्ध आवाज उठाउनलाई नै हाम्रो पार्टीका नेताहरूको सिंगै टिम अहिले तराई मधेसको अभियानमा छ। र यो अभियानमा भएको बेलामा रिङ्कु कुमारी सदामाथि भएको जघन्य अपराधबारे पीडित परिवारसँग भेट्ने, उहाँहरूको पीडा भइरहेको चेहराको घाउमा मलमपट्टी लगाउने र यो विषयलाई निष्पक्ष छानबिनको निम्ति सरकारलाई र प्रशासनलाई दबाब पनि दिने उद्देश्यले हामी सिंगै टिम रिङ्कु कुमारी सदाको घरमा हामी आएका छौँ। तपाईहरुले जो ज्ञापन पत्र दिनुभएको छ त्यसको मर्म भनेको पनि पीडितले न्याय पाउनु पर्यो भन्ने कुरा हो र अपराधीहरूलाई कानुनी कारबाहीको दायराभित्र ल्याउनै पर्यो भन्ने कुरा हो। यो देशमा हिजो पनि सामन्ती राज्यले दलितलाई, गरिबहरूलाई र महिलाहरूमाथि विभेद र अत्याचार गर्दै आएको इतिहास छ र यो विभेद र अत्याचारका विरुद्ध नै हिजो विद्रोह पनि भयो, युद्ध पनि भयो, आन्दोलन पनि भयो। अहिले संविधानले केही अधिकार सबै गरिबलाई दिएको पनि छ, तर सरकारले जुन गम्भीरताको साथ यस्ता आपराधिक घटनाबारे छानबिन गर्नुपर्ने हो, जति निष्पक्ष हुनुपर्ने हो त्यति निष्पक्ष अझै देखिएको छैन। यो रिङ्कु कुमारी सदाको घटनामा पनि तपाईहरुले भने जस्तो चाहिँ प्रशासनले सकेसम्म ढाकछोप गर्ने, स्थानीय पार्टी नेताहरूसँग मिलिमतो गरेर सेटिङ गरेर चाहिँ लुकाउन खोजेको भन्ने तपाईहरुले जे भन्नुभयो त्यो पक्कै पनि तपाईहरुले नजिकबाट हेरेर बुझेरै भन्नुभएको होला। त्यस्ता घटना अरू पनि भएको हुनाले हामीलाई लाग्छ यो अब छोड्न हुँदैन। तपाईहरुले संघर्ष समिति बनाउनु भएको छ। म हाम्रो पार्टीका सिराहाका सबै कमिटीहरूलाई, नेताहरूलाई पनि भन्न चाहन्छु, तपाईहरुले यो घटनाको निष्पक्ष छानबिनको निम्ति लगातार आवाज उठाउन पर्यो, पुलिस प्रशासनलाई कुरा गर्न पर्यो, दबाब दिन पर्यो। हामी राष्ट्रिय रूपमा पनि यसलाई दबाब दिएर यसको छानबिन गरेर सत्य तथ्य पनि पत्ता लगाउने र चाहिँ न्याय दिलाउने, पीडितहरूलाई न्याय दिलाउने, तपाईहरुको लागि राहतको व्यवस्था गर्न पनि हामीले आवाज निम्ति हामी मुसर समुदाय 13-14 दिनदेखि संघर्ष गरिरहेको छौं। त्यसलाई मध्यनजर गर्दै आज जुन हुलाकी सडकमा आफ्नो जनतासँगको भलाकुसारी क्रममा हाम्रो एउटा सदाय समुदायका युवतीलाई यहीँका केही पिपासु पापीहरूले बलात्कार गरी हत्या गरेको त्यो घडीमा उहाँले आएर भेटघाट गर्नुभएको छ। त्यो घडीमा हामी मुसर संघ समितिबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। श्री अध्यक्षज्यू, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र विषय ज्ञापन पत्र
उपरोक्त सम्बन्धमा नवराजपुर गाउँपालिका 1 भगवतीपुर गाउँमा 17 वर्षीय किशोरी रिङ्कु सदालाई गत 2081 माघ 27 गते राति घरबाट 3 जना युवकले अपहरण गरी सामूहिक बलात्कार गरेको घटना 3 दिनपछि माघ 29 गते स्थानीय जनप्रतिनिधिकै रोहरमा पञ्चायत मार्फत आर्थिक लेनदेन गरी गाउँमै दबाउन खोजेको बेहोरा जानकारी गराउन चाहन्छु। पञ्चायतमा पीडित रिङ्कुले बलात्कारमा संलग्न युवाहरूको नाम लिँदा गाउँको इज्जत जान्छ, मुद्दा मामलामा जाँदा झमेला हुन्छ भन्दै सामूहिक बलात्कार जस्तो जघन्य अपराध दबाउन भूमिका खेल्ने स्थानीय जनप्रतिनिधि बलात्कार पीडित रिङ्कुको शङ्कास्पद अवस्थामा शव भेटिएको घटना विरुद्ध पीडित परिवारले फागुन 1 गते इलाका प्रहरी कार्यालयमा रूपेश मण्डल, चन्दन शाह र राम विनय मण्डल तथा जनप्रतिनिधि सहितको पञ्चायतले जरिवाना तोकेको 1.5 लाख रुपैयाँ मध्येबाट कमिसन माग्ने स्थानीय रामपुकार मण्डल सहित 4 जना विरुद्ध किटानी जाहेर दर्ता गराउन जाँदा प्रहरीले जबरजस्ती 2 पल्ट जाहेरी गर्न लगाएर 1 जना विरुद्ध मात्र आत्महत्या दुरुत्साहन सम्बन्धी जाहेरी लिएको बेहोरा अवगत गराउन चाहन्छु। बलात्कारको जस्तो गम्भीर अपराधको घटनाकै पीडितले मर्नुभन्दा अगाडि पञ्चायतमा दिएको बयानको आधारमा घटनामा प्रत्यक्ष रूपले संलग्न 3 जना र मिलापत्र नगर्दै उठीवास गराइदिन धम्की दिने 1 जना सहित 4 जना विरुद्ध प्रहरीले जाहेरी लिन सक्ने अवस्था हुँदै स्थानीय पञ्च जनप्रतिनिधिहरूको प्रभाव र दबावमा प्रहरीले दोषीलाई उन्मुक्ति दिने योजना मुताबिक नै आत्महत्या दुरुत्साहनमा जाहेरी दिन लगाएको हाम्रो ठम्याइ छ। छानबिन नतिजामुखी हुनुपर्छ ताकि घटनामा संलग्न अपराधीहरूलाई तत्काल पक्राउ गरी कुनै पनि हालतमा कानुनी कठघरामा उभ्याउनु पर्ने हाम्रो जोरदार माग रहेको छ। मजदुरी गरेर बिहान बेलुका छाक टार्नुपर्ने भूमिहीन मुसर समुदाय सहित तमाम शोषित उत्पीडित समुदायका लागि तपाईँको अध्यक्षतामा रहेको पार्टीले विगतमा खेलेको भूमिका भूमि मान्छेहरूले बिर्सेका छैन। अनि आँप लिची लगभग 1000 छ। आँप लिची त्यसपछि तपाईँको त्यो खाद्यान्न बाली छँदैछ। यो फार्मभित्र चाहिँ 5 बिघा हो, बाहिर 3 बिघा हो। कति वर्ष भयो तपाईँले सुरु गरेको? 78-77 देखि सुरु भएको। हजुर 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 निजी हो। कति बिघामा छ अरे? यो चाहिँ यहाँ चाहिँ तपाईँको पौने 5 बिघा लगभग हो, बाहिर लगभग 3 बिघा। हजुर लगानी तपाईँले कति गर्नुभयो? करोड भन्दा बढी मात्रै? करोड कमसे कम मिनिमम। अब सरकारको पनि अब यहाँ चाहिँ सहयोग भएको छ। कति चाहिँ सरकारको सहयोग लगभग 5 लाख सरकारको चाहिँ अब अनुदान दिएको छ। यसमा हजुरको यहाँ यसमा हजुरको थोरै जानकारी गराएँ। यहाँ कमन कार्ड, यो कमन कार्ड हामीले चाहिँ 31 लाख माछा हामी भर्खरै 31 लाख यसमा हालेका छौँ 1 महिनाको लागि। त्यहाँ दुईटा खालको प्रकृतिको हुँदैन, एउटा चाहिँ थोरै मात्रै सस्टेन गर्न सक्ने, अर्को चाहिँ धेरै एमाउन्टमा। हजुर त्यो चाहिँ पंगासिस चाहिँ धेरै एमाउन्ट पंगासिस चाहिँ हो। चितवनमा माडीमा पंगासिस गरे रहेछ क्या अहिले। यसमा चाहिँ यो पनि त्यही हो होइन? पंगासिस यसमा चाहिँ तपाईँको अन्य भुराहरू छन् कार्प जातिका। त्यसको कारणले चाहिँ हामी अब स्ट्रगल गर्दैछौँ। किसानको सुख दुःख एकदम हो। होइन माछा नै हो। माछाको भुरा अलिकति स्कोप चाहिँ राम्रो रहेछ। त्यसको हामी फोकस गर्दैछौँ। भुरा बेच्नु हुन्छ? हजुर माछाको भुरा मेन गरी एउटा फोटोग्राफी अध्यक्ष एउटा फोटोग्राफी हजुरको यहाँ लागि यही एउटा चाहिँ गरौँ, एउटा गेट लगाएर एउटा यहीँ गरौँ हजुर।